हेलो गाइस, मेरो भिडियोमा सबैलाई स्वागत छ। धेरै स्वागत छ हैन। आज थुप्रै दिन पछाडि बजार घुम्न आइयो। मेरो भाइ र म गुवाहाटीबाट धेरै महिना पछाडि आएको, त्यसैले बजार घुमाउन ल्याएको छ भाइले। बजारमा त निकै घाम लागिरहेछ, चर्को घाम। यो चर्को घाममा टाउको चाहिँ तातिनै पर्यो। त्यसैले यो बजारमा चाहिँ के रहेछ है हेरौँ है। अब बजारमा त हेर्दै जाँदाखेरि त राम्रो कपडाहरू आएको रहेछ, टी सर्टहरू, प्यान्टहरू राम्रो आएको रहेछ। बजारमा चाहिँ लो है लो, यत्रो पुरा भिड रहेछन् मान्छेहरू चाहिँ। कपडाकै बजारै मात्रै रहेछ। कपडाको बजारमा के हेर्नु अब थुप्रै सामानहरू रहेछ। तर हामी चाहिँ किन्न चाहिँ आएको होइन, यतिकै घुम्नु भनेर आएको। एकातिर चिप्लो बाटो, तीमाथि घाम लागेको, तीमाथि हिलो बाटोमा जसोतसो गाडीमा बाइकमा चाहिँ चिप्लिँदै ओर्दै चाहिँ आइपुग्यो बजारमा। अब भाइले के किन्छ हेरौँ है। भाइले चाहिँ केही किनेर रहेछ। यहाँ जाल रहेछ, बर्खा लागिरहेछ, जालहरू लिएको रहेछ, त्यसैले माछाको लागि। यहाँ चाहिँ रहेछ, यता रहेछ यी ताला चाबी, चक्कु, डाउकटारी। यता बाहिर रोड। यो बजारको नाम चाहिँ जोगीबिल बजार रहेछ। यता बाहिर मान्छेहरू छन्। यता बाटो, यता बजार घर जाने बाटो यतातिर। यी जुत्ताको दोकान, चप्पल दोकानहरू यहाँनिर थुप्रै रहेछ। यो भाइ अगाडि हिँड्दैछ। हेर है, भाइ हिँड्दैछ है घाममा। यो भाँडा दोकान आयो, कराई दोकान आयो। अब के जाति किन्ने हो भने भाइले घुगुनी पकौडी खुवाउँछु भन्दैछ। आज के खुवाउँछ हेर्नु पर्यो है। यहाँ भाँडा बटुका के कसलाई के चाहियो हेरिहाल है केटा हो। कपडा सपडा छ, स्पोर्टिङ छ, कसलाई चाहियो, यी सब्जी